के तपाईँ लाइसेन्स बनाउनको लागि यातायात कार्यालय पुग्दै हुनुहुन्छ? सवारी चालक अनुमति पत्र अर्थात् जसलाई हामीले लाइसेन्स भनेर चाहिँ बुझ्ने गर्छौँ, त्यसको परीक्षा अहिलेसम्म हामीले चाहिँ पेपरबाटै लिने गरेका थियौँ र त्यसमा भएका केही कमी कमजोरीहरूलाई सुधार्दै र कार्यालयमा भएको कम जनशक्तिबाट कसरी दक्षताका साथ काम गर्न सकिन्छ भनेर हामीले सोच्दै जाँदाखेरि यसलाई इलेक्ट्रोनिक मिडियाबाट गरियो भने परीक्षार्थीलाई पनि तुरुन्तै नतिजा थाहा हुने। दोस्रो कुरा के भयो भने यसलाई प्रयोग गर्दाखेरि व्यवस्थित गरेर प्रयोग गर्न सकियो भने सेवाग्राहीहरू पटक पटक कार्यालयमा आउनु नपर्ने र यसबाट चाहिँ पारदर्शिता कायम हुने र प्रविधि मैत्री हुँदै जाने भएको हुनाले र भविष्यमा यसलाई अझै सुधार गरेर चाहिँ लैजान सकिने भएको हुनाले हामीले यो नेपालमा पहिलो पटक हाम्रो यातायात व्यवस्था कार्यालय कावासुतीबाट सुरु गर्ने योजना। अतिथिज्यूहरूलाई यो उद्घाटन सत्रमा सरिक भइदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया सबैले जोरदार ताली बजाइदिनु होला। हाम्रो यो सफ्टवेयर उद्घाटन भइसकेको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु हामी माननीय मन्त्रीज्यू आज हाम्रो निम्तोलाई स्वीकार गरेर प्रमुख अतिथिको रूपमा यहाँ आउनुभएको छ। यो जुन सवारी चालक अनुमति पत्र लिखित परीक्षा प्रणाली आजबाट विद्युतीय माध्यमबाट सञ्चालन शुभारम्भ गरिएको छ र सँगसँगै यो उद्घाटन सत्रलाई थप उद्घाटन गरिदिनका लागि पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण उपस्थित अतिथिज्यूहरूलाई पनि म आग्रह गर्न चाहन्छु कृपया उद्घाटन सत्रमा सहभागी भइदिनु होला। यसभन्दा अगाडि पेपरमा दिँदै आएको लिखित परीक्षा यातायात व्यवस्था कार्यालय कावासुतीले अनलाइन मार्फत गर्ने व्यवस्था मिलाएको छ। यो नेपालमै पहिलो पटक यसरी लिखित परीक्षा लिने व्यवस्था मिलाइएको हो। यो परीक्षा कसरी लिन्छ? आजको यो रिपोर्ट यसैमा केन्द्रित रहेको छ। डिएक्टिभेट गर्न कसैले गलत गरेको थाहा पायो भने त्यसलाई डिएक्टिभेट गर्न मिल्ने भयो। यो छ अब यहाँ अफिस क्रिएट गर्ने, यहाँ जतिवटा अफिस क्रिएट गरिदियौँ हामीले त्यतिवटा अफिस क्रिएट गरेर त्यसलाई युजर एसाइन गरिदिएपछि टोटल्ली अर्को अफिसले तुरुन्तै प्रयोग गर्न मिल्छ। यो तरिकाले भनेको छ। र यो सुपर युजरको भयो र यो चाहिँ एडमिन अफिस एडमिनको लागि हो। अफिस एडमिनले पनि युजरहरू मन्त्रालयबाट मात्रै। अब यहाँ चाहिँ यो अहिले युजर क्रिएट गर्ने राइट चाहिँ उताबाट नछोडेको भएर यहाँ देखिएन। त्यो देखिन्छ। अनि अफिसकोले चाहिँ के गर्न मिल्छ भने यो हाम्रो त अब अहिले हाम्रोसँग सामसङ छ होइन, र यातायात व्यवस्था कार्यालय कावासुतीको सम्पूर्ण टिम, कार्यालय प्रमुख सहित सम्पूर्ण टिमहरू धन्यवादको पात्र हुनुहुन्छ। यहाँहरूको सिकाइलाई अन्य कार्यालयहरूमा पनि विस्तार गर्नको लागि मन्त्रालयले तत्कालै हामी थप अरू कार्यक्रमहरूलाई समन्वयात्मक विषयमा पनि अगाडि लाने मैले यो कार्यक्रममा तपाईँहरूलाई जानकारी गराउन चाहन्छु र अन्य थप विषयहरू मन्त्रीज्यूबाट पक्कै पनि आउनेछ। यति भन्दै यहाँहरू सम्पूर्ण जति पनि आज यो ट्रायल दिनको लागि आउनु भएको छ र आजको कार्यक्रम मार्फत अब आगामी समयमा यो कामको लागि जति साथीहरू विद्युतीय माध्यममा उपस्थित हुन सक्नुहुन्छ यो हिसाबमा यो सफ्टवेयरको यो प्रोजेक्टलाई सफल बनाउनको लागि यहाँहरूको रचनात्मक सुझाव सल्लाह एउटा महत्त्वपूर्ण कामको सुरुवात आज यातायात व्यवस्था कार्यालय नवलपरासी बर्दघाट सुस्त पूर्वले गरेको छ। कि हामी अघि माननीय मन्त्रीज्यूले भनिसक्नुभयो, माननीय सचिवज्यूले भनिसक्नुभयो कि हर पल हाम्रो साथी एआई हाम्रो साथी हुँदैछ। हाम्रो महत्त्वपूर्ण सहयोगी एआई हुँदैछ। अर्थात् सूचना प्रविधि हाम्रो महत्त्वपूर्ण साथी बन्दैछ। यस अर्थमा आज हामी जुन हिसाबले एउटा विद्युतीय माध्यमबाट लिखित परीक्षा लिने एउटा सफ्टवेयरको डेभलप गरेका छौँ, यसको विकास गरेका छौँ, यसको सुरुवात गरेका छौँ। त्यो कार्यक्रम उद्घाटन भएको छ। यस प्रणालीले
हाम्रो परम्परागत रूपमा हामीले लिने गरेको पेपरबाट लिने गरेको परीक्षा जो थियो त्यो परीक्षामा भएका थुप्रै कमी कमजोरीहरूलाई यसले सच्याउँछ भन्ने विश्वास हामीले लिएका छौँ र यस प्रणालीको विकास र यसलाई सञ्चालन गर्नका लागि सम्भव बनाउन धेरै तहबाट धेरै तबकाबाट हामीलाई सकारात्मक सहयोग प्राप्त भएको छ। त्यसमध्ये हाम्रो भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय गोविन्द नेपालीज्यूको हामीलाई अत्यन्तै सकारात्मक सहयोग पहल प्राप्त भएको छ। त्यो सँगसँगै हाम्रो मन्त्रालयका सचिवज्यू नवराज शर्मा उहाँबाट पनि अत्यन्तै सकारात्मक पहल भएको थियो। थुप्रै पात्रहरू हुनुहुन्छ धन्यवादका, यो श्रेयको हकदार धेरैजना हुनुहुन्छ। हामी त फेसिलिटेटरको रूपमा रह्यौँ र यो प्रणालीलाई सञ्चालन गर्न यसलाई रचना गर्नको लागि अत्यन्तै उल्लेखनीय भूमिका निभाउनु हुने हाम्रो कार्यालयका विशेष गरी लिखित परीक्षा दिँदै आएका लाइसेन्स लिने सेवाग्राहीहरूले अब यो ट्याब मार्फत उहाँले लिखित परीक्षा दिनेछन् र यो अनलाइनबाटै रिजल्ट आउनेछ। यो व्यवस्था नेपालमै पहिलो पटक नवलपरासीको काबसोतीबाट सुरुवात प्रणालीको निर्माणमा यति धेरै खटिनु भएको छ कि त्यसको मूल्याङ्कन गर्दा पनि हामी अत्यन्तै असम्भव जस्तो लाग्छ के। राति 4-5 घन्टासम्म उहाँले राति नै काम गर्नुभयो त्यसको लागि, त्यो प्रणालीको विकासको लागि, त्यसलाई निर्माण गर्नको लागि उहाँले यति धेरै अहोरात्र खट्नु भएको छ। यो सबै कुराको चाहिँ एक्लो श्रेय उहाँलाई दिँदा पनि लगभग फरक पर्दैन भन्ने मलाई लाग्छ। यद्यपि एउटा व्यक्तिको मात्रै भूमिका त हुँदैन, कुनै पनि काममा धेरै पक्षको धेरै तहको भूमिका रहन्छ। त्यसमध्ये हाम्रो मन्त्रालयबाट त अत्यन्तै सबैभन्दा तालुक निकाय हाम्रो मन्त्रालयबाट नै अनुमति नआएको भए हामीले यो सम्भव हुने थिएन। त्यही भएर धेरैजना यसको श्रेयको हकदार हुनुहुन्छ, धन्यवादको पात्र हुनुहुन्छ। त्यसमध्ये पनि हामी हाम्रो मन्त्रालयलाई विशेष धन्यवाद दिन चाहन्छौँ। गरी लिखित परीक्षा दिँदै आएका लाइसेन्स लिने सेवाग्राहीहरूले अब यो ट्याब मार्फत लिखित परीक्षा दिनेछन् र अनलाइनबाटै रिजल्ट आउनेछ। यो व्यवस्था नेपालमै पहिलो पटक विद्युतीय माध्यमबाट सञ्चालन शुभारम्भ गरिएको छ बत्ती पनि बाल्नु लाग्यो र सँगसँगै यो उद्घाटन सत्रलाई थप उद्घाटन गरिदिनका लागि पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिदिनुका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण उपस्थित अतिथिज्यूहरूलाई पनि म आग्रह गर्न चाहन्छु, कृपया उद्घाटन सत्रमा सहभागी भइदिनु होला।